हाई गाइस, आजको यो भिडियोमा तपाईहरुले एउटा गरिब फ्यामिलीको लाइफस्टाइल हेर्न चाहनुहुन्छ भने मैले देखाउँछु। र गाइस, भिडियोमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्नु होला, साथै एउटा साथीलाई शेयर गर्नु होला। बिहानको कति बज्यो भन्दाखेरि अहिले चाहिँ बिहानको कति बज्यो भन्दाखेरि हेर्न सक्नुहुन्छ 7:39 भइसक्यो बिहानको। ल 7:39 भइसक्यो बिहानको। र फिलहाल आज म तपाईहरुले मेरो लाइफस्टाइल देखाउने छु। म कसरी खाने छु, कसरी पिने छु, कसरी बस्ने छु, कहाँ पढ्छु कहाँ पढ्दैन भनेर सबै देखाउने वाला छु गाइस। भिडियोमा एन्डसम्म हेर्नु होला, तपाईहरुको आशीर्वाद छ। टाइम चाहिँ हेर्नुभयो गाइस, अब मेरो टाइम स्टार्ट भइसकेको छ। 24 घण्टाको टाइम स्टार्ट भइसकेको छ। म के खान्छु के पिन्छु सबै तपाईहरुले देखाउने वाला छु। र अहिले चाहिँ म स्कुल जानलाई रेडी हुन्छु। आज गयो हुन्छ किन थाहा छैन। हामी त गरिब फ्यामिली यस्तै हो। सब्स्क्राइब टु गोविन्द। सब्सक्राइब मतलब वो अलग ही लेवल का बंदा था। सो गाइस, अहिले चाहिँ केही भएको छैन। फिलहाल बसिरहेको छु। म चाहिँ केही कामसाम भइरहेको छैन। अहिले चाहिँ भित्र खानासाना बनाइरहेका छन् अनि टाइम स्टार्ट 24 घण्टाको भइसकेको छ। र चिसो चाहिँ धेरै भएको छ यार आजकल। के नै भन्नु तपाईँलाई। खुसी लाग्यो म घरतिर चाहिँ पुरै खाना बनाइरहेका रहेछन् र धेरैजना कुराकानी पनि गरिरहेका रहेछन्। भाइले हाई भनिरहेको थियो दर्शकहरूलाई र त्यसपछि अचानक लाइट गयो। सो ओके गाइस, बिहानको सबैभन्दा पहिलो काम भेटिसकेको छ। पानी ल्याएर कपाल मिचेर ड्रेस लगाएर स्कुल जाऊ भन्ने काम मिलिसकेको छ। आफ्नो काम चाहिँ यस्तै हो। फिलहाल गरिब भए पनि खुसी त्यही काममा छ। सो ओके गाइस, कपाल त उता मिचिन किनभने धेरैजना मान्छेहरू थिए। त्यसैले अहिले ड्रेस लगाएर पुरी एउटा धारो छ त्यहाँ कपाल सपाल मिच्छु। म चाहिँ कपडा निकालेर स्कुल ड्रेस लाउन थालेँ। त्यसपछि म कैसा लग रहा है सिनेमैटिक हीरो। कैमरा ना होला। ओ भाई 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 क्या गलती कर दिया रे। इसको भी लगाना था ना अंदर पे। गाइस, यसलाई पनि भित्र लगाउने ठाउँमा यसलाई निकालेर एउटा त्यो मात्र लगाएको। गाइस, कपाल चाहिँ उता मिलाइ पाइएन। हात धोएर हाम्रो खाना चाहिँ त्यो खानातिर देखाउन क्यामेराले गेडा र दाल चावल भात हो। त्यो खाना खाएर दिनभरि कहिले त पैसा चाउची किनेर खानुपर्छ। त्यही नै गर्ने गाई जाए खाना खाऊ अनि त्यसपछि जाने बेलाको भिडियो देखाउँछ। सो गाइस, अहिले चाहिँ पुरा हिडी फिल इन द स्कुल ड्रेस। किनभने आज शुक्रबार हो। शुक्रबारको ड्रेस। बाल कस्तो लागिरहेको छ। पुरी गएर अलिकति कपाल पनि मिच्छु है। कपाल मिच्न बेला मिलाउला। यहाँ चाहिँ कपाल मिच्ने ठाउँमा पुगिसके र त्यो त मेरो साथी परवेन इन द परवेन। दिस इज चाक इङ्ग्लिस। ल गाइस, मलाई इङ्ग्लिस बोल्न आउँदैन तर यो पानी यति धेरै चिसो छ र हामी कपाल मिच्न लाछौँ। हेरौँ है। र फाइनली गाइस, हामीले कपाल मिचेर पनि भ्याइसक्यौँ। कस्तो लाग्यो बाबु कपाल मिच्नु? बबर लाग्यो। यति धेरै चिसो पानी छ यहाँको तर के गर्ने, कपाल मिच्नै पर्छ। यदि नगरेको त तपाईँलाई थाहा छ झोकरका दाल कस्ता थिए, झोकरे थिए। अहिले कस्तो भइरहेछ थाहा छैन। र गाइस, अहिले चाहिँ के छ भन्दाखेरि टाइम कति भयो मोबाइल ल्याएको भगवान सुन जाने नि। अहिले टाइम चाहिँ 9:30 10 कति 9 बज 9:30 जति भइसकेको होला। ल हामी बल खेल्ने। ल गाइस, अहिले चाहिँ हामी बल खेलिरहेको छौँ। स्कुलबाट यहाँ ग्राउन्डमा आइसकेका छौँ। यति धेरै विद्यार्थीहरू छन्। ल हाउस हाउसको चाहिँ बल पडिरहेको छ। ल गाइस, हेर्न सक्नुहुन्छ तपाईँहरूले।
तिम्रो मलाई दिए थिइस् र यसले दिए र हामीलाई होइन भिरेन सरको मोबाइल दिए रे राम्ररी हेरेर मेरो गीताराम सरकोमा सुर्तीको प्याकेट थियो मेरो त्यो वीरेन सरको यताले लाउँछु म यो ल्याउनु सर वीरेन अरूलाई त दहीमा चिनी मलाई पनि पानी दिन दिने लालु पाटे लुग्यो भइतिर अनि त्यसपछि ग्राउन्डमा चाहिँ फुटबल खेलिरहेका थिए अनि हाम्रो यो वरपरो ग्राउन्ड चाहिँ धेरै ठुलो थियो त्यसैले उता चाहिँ फुटबल खेलिरहेका रहेछन् र माथि चाहिँ बादल अलिक खराब भइहाल्ला जस्तो भएको थियो। गोल हान्ने ल अरु गुरुको सर विधान सर गो विधान सर सर यता आउनु साइड उठ्नु एकको देखाउन सकिएन यार भिडियो ए बहिनी छिटो साइड हट्नु बबाल हान्दिनु चप्पल कुनै हान्ने हान्छ गोल चप्पल त कैदा किपर गुण धुप्पी चोट लाग्यो जस्तो छ अहिले गाइस गाउँमा आइसकेको छु र आज चाहिँ अलिकता मेक्सेक आएर अलिकता झ्याउ भयो गेम सेम खेल्यौँ र मैले चाहिँ अलिअलि खेलेँ र गाइस आज चाहिँ गाउँमा आइसकेँ ड्रेस काटिसकेँ अहिले चाहिँ के नै भन्नु फिलहाल आजकल चाहिँ गाइस घाँस पनि धेरै उगेको छ र जुन बेला यो घाँस काट्नेको मौसममा हुन्छ नि त्यो बेला सर्पहरू पनि धेरै हुन्छन् यो घाँस नभए पनि गाई बाँच्दैनन् गाई नभए दुध पिन मिल्दैन केही पनि पिन मिल्दैन यति धेरै घाँसहरू छ गाईजी हेर्न सक्नुहुन्छ आजकल घाँस पनि धेरै ठुलो भइसकेको छ र फिलहाल अहिले हामी वाइफाई चलाउन गइरहेको छु म र मेरो क्यामेराम्यान भाइ र फिलहाल आजकल चाहिँ घाँस यति धेरै उगेको छ ल
यता त झाडियो छ, यता त पुरै घाँस छ। जाउँ। र गाइस अहिले चाहिँ म वाइफाई चलाएर आएपछि तपाईँहरूलाई के हुन्छ देखाउने छु। वाइफाई चलाउनु पऱ्यो अलिकता, किनभने भिडियो पनि अलिकता कसरी बनाउने कसरी नबनाउने भनेर सिक्नु पऱ्यो नि त हो। ओ भाइ तपाईँहरूसँग कुरा गर्दा गर्दा मेरो आफ्नै नै कुरा माथि गइहाल्ने यार, के भन्नु गाइस। मिल्थे बाते म चाहिँ वाइफाई चलाएर पनि आइसकेँ र यहाँ केही देखिन्न त, पुरै उज्यालो छ वरपरको भ्यू चाहिँ पुरै उज्यालो छ गाइस। फेरि आमा फाइनली गाइस बेलुकाको कति बज्यो अहिले थाहा छैन, फिलहाल बेलुका रात भइसकेको छ। वरपर हेर्न सक्नुहुन्छ तपाईँहरूले, पुरै रात भइसकेको छ। आजको दिन परिचय कस्तो भयो थाहा छैन। फिलहाल चाहिँ अहिले चाहिँ टाइम कति बज्यो भने अनुभवले 8 जति बजेको होला मेरो सोचले है। खासमा यहाँ पुरै रात भइसकेको छ। आज चाहिँ मैले अलिकता गेम सेम खेलेन, अलिकता ज्यान चाहिँ दुखिरहेछ अहिले। त वाइफाई चलाएर पनि आइसकेँ म चाहिँ। र गाइस के नै भन्नु, बुबु मोबाइल देऊ एकचोटि ओ 8 बज्ने 7:42 भएको रहेछ गाइस। ल टाइम हेर्न सक्नुहुन्छ कति भयो, 7:45 भइसक्यो अहिले। र गाइस अहिले चाहिँ 7:45 भइसक्यो, यहाँ पुरै रात भइसकेको छ। र अहिले चाहिँ म खाना खान्छु, त्यसपछि सुत्छु। पुरै रात भइसकेको छ। आजको कस्तो भयो दिन परिचय। अहिले चाहिँ पुरै यहाँ बत्ती गएको छ, त्यसैले क्यामेरा पनि त्यस्तो गरेर बालिरहेको छु, भिडियो त्यसरी बनाइरहेको छु। यसरी भिडियो बनाउँदा कस्तो हुन्छ गाइस। र आजको दिनचर्या बवाल भयो, के नै भन्नु, अलि मेघसेक धेरै आयो। र गाइस के नै भन्नु तपाईँले। र अहिले चाहिँ पुरै रात, बाहिरतिरको महल त केही यस्तो थियो भने भित्रतिरको महल पनि पुरै लाइट गएर नराम्रो र उज्यालो केही पनि नदेखिने जस्तो भएको थियो। एकछिनपछि लाइट आउँदा पुरै घर उज्यालो भयो। अनि त्यसपछि हामी चाहिँ अनि फेरि लाग्यौँ घरतिर बस्नुकोतिर। अरू चाहिँ के नै भन्नु गाइस। फाइनली गाइस लाइट पनि आइसक्यो र यहाँ चाहिँ लाइट पनि आइसकेको छ। सानो भाइले भने ठुले भाइले भनेको भाइले भने क्या थिए उहिले भनिन् देखायो नि। ए हाम्रो चाहिँ ठुलो भाइले भने मैले गाइस भित्र चाहिँ हेरिरहेका छन्, देउताले चाहिँ केही विषयमा हेरिरहेका छन्। त्यसैले अहिलेसम्म खाना खाएको छैन। अहिले चाहिँ 9 बजिसकेको होला मेरो सोचले, 8:30-9 बजिसकेको होला। पुरै रात भइसकेको छ। अरूले चाहिँ खाना खाएर सुन्न लागिसके। हाम्रो घरमा चाहिँ अहिले हेरिरहेका छन्। हेरिसकेपछि अनि खाना खान्छौँ। कल हेरिसकेन, 15-20 मिनट भइगयो हेरायो, अझै कलसम्म हेराउँछन् होला। चिसो भइरहेको छ, मैले त्यही लगाएर भिडियो बनाइरहेको छु। आज चाहिँ कस्तो लाग्यो भन्न मिलेन गाइस। ल है अहिलेसम्म हेरिरहेछन्, पुरै उज्यालो छ वरपरको भ्यू चाहिँ। फाइनली गाइस अहिले चाहिँ म खाना पनि लागिसकेँ। र आजको खाना कुछ यस्तो रहेको छ। अलि उँधो गर त क्यामेरा। यस्तो रहेको छ आजको खाना देखियो। र म खाना लागिसक्यो अहिले चाहिँ। भिडियो क्लिक गर। फाइनली गाइस खाना खाएर पनि सुन्न लागिसकेँ। खाना खाएँ, आज दिन अलिकता राम्रै भयो। गेम सेम खेल्यौँ। अहिले चाहिँ अलिकता डाको उकालो जस्तो छ। गुड नाइट, बाई बाई, भोलि बिहान भेटौँला गाइस। बिहान भइसक्यो, भर्खर नै उठेँ। ओ भाइ निन्द्राको भाउमा तली सिँढीबाट तली छत्तिएछ। यो सिँढीबाट चाहिँ म यहाँ तली छत्तिएको थिएँ गाइस। बिहान पनि भयो, अहिले चाहिँ कति बज्यो एक्ज्याक्ट थाहा छैन। र अहिले टाइम देखाउँछु तपाईँहरूलाई। र बिहानको फाइनल लुक यहाँ ठाउँबाट देखिन्छ बबाल। बिहानको फाइनल लुक तपाईँलाई देखाउँछु, देखाइदिउँ ल। फाइनल लुक यस्तो छ बिहानको। तपाईँहरूले बिहानको लुक पनि देख्नुभयो। र भर्खर नै उठेँ यार। र आज अब फेरि के हुन्छ भन्दाखेरि
लाइफस्टाइलमा अहिले फेरि जाने कपाल मिच्ने अनि हिजो जस्तो भयो थियो त्यस्तै हुने। आज चाहिँ शनिबार हो तर स्कुल लाग्दैन। हिजो गेम खेल्न गयौँ, पढाइ भएन। र गाइज यस्तै हुन्छ लाइफस्टाइलमा चाहिँ। अब हाम्रो लाइफस्टाइल त यस्तै हो, मिडियम साइजको खानापिना यस्तै हो, टेन्सन हुँदैन खासमा। कहिलेकाहीँ हुन्छ यसो फ्यामिलीमा पैसा सैसाको अभाव, त्यस्तै हो गाइज। एक दिन यो अभाव हुनेवाला छैन तपाईँहरूको सपोर्टले। र आई होप गाइज के गर्ने, अहिले चाहिँ म फिलहाल घरभित्र जान्छु, के भइरहेछ थाहा छैन। खाना बनाइरहेका छन् अहिले चाहिँ फिलहाल गाइज, यस्तो छ र आगो बलिरहेको छ। भित्र चाहिँ खाना बनाइरहेका छन् आज चाहिँ। र गाइज आजको यो ब्लग तपाईँहरूलाई राम्रो लागेको भए लाइक एन्ड सेयर सब्सक्राइब गर्नु होला। अरू चाहिँ यस्तै हो, सबै ठिकै छ लाइफमा। मेरो च्यानललाई सब्सक्राइब गर्नु होला, यस्तै भिडियोहरू आउनेछन्। आजको यो भिडियो राम्रो लागेको भए तपाईँहरूले मलाई याद गरिदिनु होला। आई होप अर्को भिडियोमा मिल्छौँ, दमदार भिडियोमा। आजको लागि यति नै। थ्याङ्क फर वाचिङ, बाई बाई।